सो हेलो गाइज के छ अब सन्चै हुनुहुन्छ तपाईँ पनि सन्चै हुनुहुन्छ होला म पनि ठिक छु यहाँ हाम्रो दिनेश सर हुनुहुन्छ एकदम अघि नयाँ ब्याग ल्याएको छ अनि खुसी भएर बसिरहेको छ आज तिम्रो बर्थडे कहिले थियो अरे के थाहा अनि के अरे चक्लेट ल्याएछ क्या अनि यहाँ दिएको थियो मलाई चाहिँ कति त्यसको बहिनीलाई चाहिँ कति हेरिदिएको थियो मलाई दिएको थियो एउटा बर्थडे चाहिँ आउने बाँकी छ अब बर्थडे चक्लेट दिए अस्ति गएन बर्थडे छैन अब खाजा खान जान्ला हामी चाहिँ के खाजा खान्छ तपाईँले के खुवाउँछ त्यही चाउमिन खुवाउँछु जो हेर ल यसै धेरै एउटा चक्लेट पनि खाइदिनु होइन भोक लागिरहेको छ यहाँ छ म यसरी हेरिरहेको छ के हो खाएको ल मुखै भुटुटुटु बुढाएर चक्लेट भने त्यो गर्ने होइन कि सिधै चपाइदिने हो तिमी हेर सुत्या छ आज त 10 बजेदेखि कसरी भन्दा नि होइन हो कि होइन भन्नु त पनि अब लुगसुगु लागेको अमाला दिनेश काण्ड भनेको थियो त एकचोटि चलाएको थियो सो हेलो गाइज अहिले चाहिँ हामी जान लाग्यो रेड सेडी भइसक्यो यहाँ म चाहिँ यहाँ लुगामाथि लुगा लगाइरहेको छु होइन जानु छ अति यहाँ सोना होमवर्क गर्दैछ हाम्रो काली यता पानी पिउँदै हुनुहुन्छ काली भने के हो अरे दिनेश चाहिँ यहाँ स्टिकर टाँसिरहेको छ यहाँ के यो भने के हो यहाँ छ एउटा भाइ सिँगान भने नाक भएर बोकेर हिँड्छ यो रुगा भेटेछ सन्चो नभएर ठोकिदिन्छु जाउँ भाइ ल दिनेशको ब्याग है अघि किन गएको भनेको थियो अब के गर्नु अब रस्सीमा सस्तै भने स्पाइडरम्यान के दिन जानेर हामी आइज अरू के भन्नु ओहो आज त घाम डुम लागेछ यार त लिएर आएछ पैसा बोकेर यहाँ कपाल हेर्नु यस कपाल क्या डेन्जर छ होइन ग्याङस्टर यतिको कपाल नभएर चल्दैन हो होइन यसो काहीँ जानु पऱ्यो भने मलाई चाहिँ फेरि टोइलेट आइहाल्छ कि होइन छिर्नु रहेछ उता अरे होइन उताबाट ल पख्न तलैमा बाहिर निस्किनु होइन जहिले यस्तै गर्छ भने झन् राति आउँदा जहिले यस्तै गर्छ यहाँ चाहिँ उता टोइलेट बनाउनु लानु भएको रहेछ होइन उतापट्टि किन ए दिदी उता ओलाउनु भएको छ अरे हामी अहिले जान्ला सामान लिन ओइ निस्किन योमा 9-10 मिनट भइसक्यो निस्किएको छैन यहाँ यहाँबाट चाहिँ घाम टल्किरहेको छ होइन फाइनली हामी आइसक्यो दिनेश चाहिँ टोइलेट बस्नलाई के हो अरे त्यस्तै आधा घन्टा जति लाग्छ होइन मलाई टाइम लाग्छ तर म चाहिँ त्यति चाहिँ लाग्दैन भनौँ न 2 मिनट निक्ल्यो बाइकबाट चुटै भन्नु 2 मिनट मरे म होइन पहिला त्यहाँ बाहिर बस्यो नि त त्यस्तै 5 मिनट जति बस्यो होला अनि माथि गएर 10 मिनट जति बस्यो होला है अनि त्यसपछि निस्क्यो है कि होइन भन्नु अनि फेरि म के अरे पिसाब फेर्न 5 मिनट गएँ होइन छिटो आइज भन्नु होइन त्यो भन्न चाहिँ त्यस्तो भने अब डाइरेक्ट भन्नु त मिलेन नि होइन उयो आएछ भने सरी कता त्यो डेढ आन्टीकोमा छैन यता छ
नार्दिनी फुल नार्दिना या अब तलतिर घरै छैन पसल खोज्न गएको छ अझै बजिलो झिकेको छ सुन्दा त के भन्छ होइन अनि सुनान अहिले के खाने हो चटपटी बनाउनलाई लिएर आउने कि चटपटी खाने हो अघि चाउमिन खाने भनेको थियो होइन त्यस्तो कुरा फेरेर आएको छ मासु त्यस्तो कुरा फेर्ने हो सर्व हो त भाइ सर्व हो नो साँप भने नो उता त्यो पसलमा नचाउँछ सर्पा नागिन भन्न लाग्यो के हो भाइ भनेर कपाल काट्यो होइन कस्तो काट्यो भनेर नमिन्ने काट्न काटेको छ बुढोले मेरो त 1 हप्ता भयो त्यही कडा खायो यहाँ पछाडि देखा त है सक्दैन नि कहाँ सक्दैन यसलाई त कहाँ सक्नुहुन्छ अब हेयरको नम्बर 1 होइन त भन्न भने मिल्दैन अनि भन् त अनि भन्नलाई स्कुल गएर भर्खर गएर आज त्यही त भर्खर स्कुल गएर आयो चाहिँ भनेर भन्न मिल्यो स्कुल गयो भाइ के भन्नु स्कुलै जाँदैन भाइ कहाँ जान्छ हिजो अस्ति गाउँमा गएर आएन जन्ती जाँदो रहेछ कि हाँसकेले हाँस होइन आफू चाहिँ नहाँस हो यस्तै होइन मलाई 2 चोटि हालिसक्यो क्या यस्तो फुलको डल्लोले होइन प्याज डल्लो मुहे बाङ्गे प्याज यहाँ चाहिँ त्यो छ होइन हाम्रो दिनेश भाइ ल भाइ के अरे कति भएको छ भनिदियो त कस्तो आजभोलि बालनसँग कति बोल्छस् त बबितासँग म बोले गर्छु नि के गर्नु नि जति अलरेडी अल टाइम हो क्या भनेस् त्यस्तो बबिता मेरै गर्लफ्रेन्ड हो तपाईँको त हुँदै होइन त्यही हो त्यही होइन दिदी आउनु भएछ होइन दिदी आउनु भएछ अघि नै आऊ भनेको थियो यसलाई टोइलेट बस आधो घन्टा लाग्यो नि हेलो दिदी के छ भयो जुम बस चटपट खाने होइन आज दिनेश खुवाउने रे दिदीले यहाँ 2000 निकाल्नुहुन्छ अहिले ठ्याट त के अल्लाह के नाम कुछ दियो त हो योसँग एटिएम कार्ड दिएर छ मेरो एउटा हो यो यतापट्टि के रे खाना खाने टाइममा तपाईँ खाल्दा छ पियाज आम्बो दिनेशको साथीहरू त 101 भेटिन्छ भनेर भन्दैन कहाँ मेरो भाइको यस्तो कहाँ साथी हुँदैन दाइ नै म के झिकेर भने होइन उसको नाक खुलेर हेलो गाइज फाइनली हामी चाहिँ अहिले फर्किसक्यो यहाँ स्प्राइट एउटा कोक देखाएको कोक अनि चटपटीको लागि अहिले हामी सट्ट गरेर खप खान्छ नि त ल पिए लमा यो त खतरा हो नि त त्यसले होइन यस्तो ठुलो जम्बो त 3 मिनटमा खान्छ 3 मिनटमा इमेजिन गर्न सक्दैन क्या अरूले होइन नामै मेरो खाती हो त्यही दिनेश लु केरबारी डाँडाबाट भनेर हो कहाँ हो केरबारी डाँडा अब म खानु पर्यो यार नमस्ते आऊ होइन अलि देखिएन म यस्तो गरेर होइन मुभी कहाँ देखाउँछ त त्यहाँ मुभी देखिरहेको छु म
पुल पुरै देखिरहेको त के पुग्छ यस्तो गरेर रिगाएन म समाज नभनेर स्टेट खोल्दाखेरि यसलाई म समात्दै होइन पुरै भिडियो नै अफ गरिरहेछ होइन यहाँ चाहिँ यस्तो घर बनाएको छ होइन बनाउँछ हाम्रो पनि बनाउनु पर्छ वान डे होइन हाँसिदिएर होइन यो चाहिँ फेरि मुसुक मुसुक हाँस्छ क्या खासै ठुलो स्वरले हाँस्दैन भनौँ न मजासरी त्यहाँ हेर न जेब्रा जेब्रा होइन यस्तो मजा आउँछ यो पिउन यो खाएरै पुगिहाल्नु त्यो अहिले चटपटी कहाँ खानु होइन कहिले खानु अहिले घर घर चटपटी को भन्दा यसले छोड्छ यसले चटपटी च्यालेन्ज नि भिडियो आउँछ क्या आउँछ आउँछ आउँदैन चाहिँ भन्दैन म आउँछ यहाँ हेर्न कस्तो राम्रो केटी तर हो कि हेर्न राम्रो चाहिँ है मान्छे घरभित्र जात यसो ड्याडी अरेन्ज नि हेरोस् भनेर जुमिया हेरेर रहेछ तर त्यस्तो जुम्री त्यही भएर खाने हो न त अब कोले कहाँ स्प्राइट पस्छ र खाइदिइहाल्यो तैँले भनेपछि नै भन्नु सल्लाह मैले खै अब उसको बजार किन होइन अब उसलाई त खाना दिनु पऱ्यो नि अब यति नभए त अब भएन हामी चाहिँ अब आइपुग्नु लागिसक्यो बाटो चाहिँ नजिकै छ त्यही भएर भ्लग नि खासै लामो चाहिँ हुन सक्दैन भनौँ न अब यता आइरहेछ मुखबाट बाफ स्टाइल धेरै गुलियो नि है तर यसले त्यो हुन्छ नि के हुन्छ ग्यास्ट्रिक हुँदो रहेछ तपाईँलाई मनपर्ने चाहिँ जस्ती यो खाँदैछ होइन यस्तो पेट देखेर अब फेरि दुख्छ त्यो दुख्यो होइन नपच्या भन्छ क्या नपच्या हो नाटक हेर्न नाटक फेरि मास चलेको मेरो खराब बानी छ मेरो उयो चाहिँ होइन उयो त्यो स्कुल देख्दै मलाई त यहाँबाट गुलाइदिनु जस्तो मन लाग्छ क्या कसको एकसाथ सर्दिउँ न है अहिले मान्छेले नखाने उयो मान्छे आइरहेको छ मलाई तै पनि चढिदियो है हाम्रो दिनेश भाइले लट्ट्याक्क ल सो हे गाइज त्यहाँ अब घर पुग्यो भने त अहिले मार्छ होइन त्यो थाहा भयो भने अहिले खाएको आइज भाइ त हेर गएर आइज बिराम भाइलाई अब सकाइदिइहाल्ने कि लु खान त अनि टक 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 हो यति चाहिँ म खाइदिन्न चलो यस्तो नि बजाइदिनु बेला होइन फाल्नुभन्दा अगाडि तर यता चाहिँ टन्नै फोहोर रहेछ क्या यो चाहिँ अलि भएन ऊ त्यहाँ 3 बोरा फोहोर जम्मा गरेर राखेको रहेछ मान्छे बाँधे यसरी गाइज अब सिधा हामी चटपटीमा भेट्ने छ खाएर गाइज फाइनल चटपटी रेडी भइसकेको छ हाम्रो सेतो सेतो छ हाम्रो भाइले बना होइन आज के लिए फिलहाल इतना ही भन्दै म बिदा हुन चाहन्छु हस्त नमस्ते